नमस्कार सम्पूर्णमा। गणेशमान सिंह नेपालको इतिहासको एक प्रजातान्त्रिक नेता हुनुहुन्थ्यो। उहाँको जन्म 1972 साल असोज 2 गते काठमाडौँमा भएको थियो। उहाँ सानैदेखि नै इमान्दार, साहसी र देशप्रेमी स्वभावको हुनुहुन्थ्यो। उहाँले जनता र देशलाई धेरै माया गर्नुहुन्थ्यो। उहाँले धेरै शासन गर्नुभयो र उहाँले सधैँ देशको र जनताको भलो चाहनुहुन्थ्यो। त्यति बेला नेपालमा राणाहरूको शासन थियो। राणाहरूले शासन गर्थे, जनताहरूले स्वतन्त्रपूर्वक बोल्न पाउँथेनन्, आफ्ना कुरा राख्न पाउँथेनन्। त्यो देखेर उहाँलाई धेरै दुःख लाग्यो र उहाँले प्रजातन्त्रको स्थापना गर्ने निर्णय गर्नुभयो। त्यसै क्रममा उहाँले धेरै मानिसहरूलाई प्रजातन्त्र बारेमा बताउनुभयो र देशलाई स्वतन्त्र बनाउनु पर्छ भनेर आग्रह गर्नुभयो र त्यसै क्रममा उहाँ धेरैचोटि जेल पर्नुभयो र उहाँले जेल जीवन पनि बिताउनुभयो। त्यति धेरै दुःख र पीडा सहँदा पनि उहाँले हार मान्नु भएन र 2046 सालको जनआन्दोलनमा उहाँको भूमिका ठुलो थियो। जनताहरूले प्रजातन्त्रको लागि आन्दोलन गरे र त्यो आन्दोलनको नेतृत्व गणेशमान सिंहले गर्नुभएको थियो। जनताहरू बलियो भए र जनताहरूले बलियोको साथ र उहाँको नेतृत्वको कारण जनआन्दोलन सफल भयो र त्यसपछि नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना भयो। गणेशमान सिंह लौह पुरुष भनेर चिनिन्थे। उहाँ साहसी र इमान्दार नेता हुनुहुन्थ्यो। जनआन्दोलन सफल भएपछि उहाँ प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो, तर उहाँले आफ्नो पदभन्दा ठुलो जनताहरूको भलो सोच्नुभयो। त्यही भएर उहाँ प्रधानमन्त्री बन्नु भएन। उहाँ सधैँ सत्य, न्याय र जनताको अधिकारका लागि लड्नुहुन्थ्यो र उहाँ जीवन सादा थियो। उहाँले कहिल्यै व्यक्तिगत स्वार्थ रोज्नु भएन। उहाँले देशका लागि र जनताका लागि सेवा गर्नुभयो। 2054 सालमा असोज 2 गते उहाँको निधन भयो। उहाँ आज हाम्रो माझ नभए पनि उहाँका काम हाम्रो माझ छन्। उहाँको जीवनबाट सिक्नुपर्ने कुरा के हो भने हामीले विश्वास गर्नुपर्छ र विश्वास गरे अनुसार मिहिनेत गर्नुपर्छ, अवश्य सफल मिल्छ भन्ने कुरा हो। हस्त, धन्यवाद, नमस्कार।